हाई, मेरो नाम समीर पौडेल अनि म चाहिँ अहिले यहाँ काठमाडौँमा बिएससी आइटी लास्ट इयरमा पढिरहेको छु। लाइक म आफ्नो कलेजको कोर्सको साथसाथै डेभलप्स इन्जिनियरिङको लागि एक्स्ट्रा कोर्स पनि लिइरहेको थिएँ। अनि अब लाइक त्यो एक्स्ट्रा कोर्स त मैले लिएँ होइन, त्यो फ्युचर राम्रो छ भनेर मैले त्यो चाहिँ लिएर थिएँ। तर लाइक अहिलेको सिचुएसनमा हेर्नुपर्दा आइटी एकदम भास्ट छ क्या। अनि इभन नेपालमा डेभलप्सको कल्चर नै छैन होइन, त्यही माथि डेभलप्सको कल्चर नभइसकेपछि मान्छेहरूले खोजे पनि सिनियर लेभलमा वा मिड लेभलमा खोज्छ होइन, जुनियर पनि खोज्दैन एन्ड इभन नट इभन लाइक इन्टर्नको लागि पोजिसनहरू खुल्ला हुन्छ होइन, त्यो एकदम लो हुन्छ। त्यसको लागि पनि विथ इक्जाम एन्ड अल होइन, अब त्यो प्र्याक्टिस पनि पुग्दैन, केही पनि हुँदैन। सो आई गेस लाइक मेरो लाइजर पछिको सोच भनेर चाहिँ बाहिर नै हुन्छ जस्तो लागिरहेको छ। किनकि लाइक अब जसरी मैले अहिले टिकट खोजिरहेको छु पाइरहेको छैन, त्यो सब कुराहरू सोध्दै जाँदाखेरि बाहिर नै हुन्छ कि जस्तो लागिरहेको छ।